कि यदि कुनै मान्छेलाई पेटमा दुखाइ भइरहेको छ, सबैभन्दा सुरुमा नाइटोको वरिपरि दुखाइ भइरहेको छ र केही बेरपछि त्यो दुखाइ दाहिनेपट्टि नाइटोभन्दा तल दाहिनेपट्टि यदि सरिरहेको छ भने त्यति बेला त्यो भनेको एउटा एपेन्डिसाइटिसको लक्षण हुनसक्छ। र त्यससाथै यदि चाहिँ फिभर आइरहेको छ, ज्वरो आइरहेको छ अथवा बान्ता भइरहेको छ र त्यससाथै भोक पनि लागिरहेको छैन, यो यस्तो लक्षणहरू छ भने त्यो भनेको एक्युट एपेन्डिसाइटिसको लक्षणहरू हुनसक्छ। र यस्तो बेला तुरुन्तै इमर्जेन्सीमा गएर तुरुन्तै डाक्टरको सल्लाह अनुसार जाँचहरू गर्ने, भिडियो एक्सरे गर्ने र कन्फर्म गर्ने यो एपेन्डिसाइटिस हो कि होइन। यदि हो भने त्यति बेला चाहिँ इमर्जेन्सीमा एपेन्डिक्स निकालिन्छ, जसलाई इमर्जेन्सी एपेन्डिक्टोमी भनिन्छ। छैन भने त्यसपछि त्यसकै अनुसारले उपचार हुन्छ। र के यो सब मान्छेले हुन्छ त? त्यस्तो पनि होइन। एकदमै कडा दिशा भइरहेको मान्छेहरू, जस्तै कन्स्टिपेसन भएको मान्छेहरूमा के हुन्छ, त्यो दिशाले गर्दाखेरि गएर ब्लक गर्न सक्छ, एउटा त्यो कारण हुनसक्छ। अर्को भनेको जस्तै कुनै पनि जुगाहरू खासी त देखिँदैन, तर कहिलेकाहीँ जुगाहरू गएर त्यसको जुन मुख हुन्छ एपेन्डिक्सको त्यहाँ गएर बसिदिन्छ, त्यति बेला पनि हुनसक्छ। अथवा बच्चाहरूमा कुनै पनि इन्फेक्सनहरू भयो जसले गर्दाखेरि लिम्फ नोड्स भन्छ ग्रन्थीहरू, तिनीहरू सुन्निन्छ र त्यो सुन्नेको कारणले गर्दाखेरि पनि त्यसको मुख चाहिँ बन्द हुनसक्छ, त्यस्तो कारणमा हुनसक्छ। त्यसैले यदि चाहिँ यस्तो लक्षणहरू, मैले भनेको जस्तो लक्षणहरू यदि कुनै मान्छेमा देखिरहेको छ भने घरमा चुप लागेर बस्नु भएन। तपाईँ चाहिँ अस्पताल जाने र तुरुन्तै एउटा भिडियो एक्सरे गरेर कन्फर्म गर्ने कि एपेन्डिक्स हो कि होइन। धन्यवाद।